हेलो एभ्रिवान, सबैजनामा नमस्ते गाइस। अब कति छौ तिमीहरू? दुईटा, दुई बिन्दावासिनी कता पर्यो? बिन्दावासिनी यो भयो। बिन्दावासिनी भन्नु पारितिरै पर्ने रहेछ। अनि त्यो चाहिँ मणिपाल हस्पिटल, सबैभन्दा नेपालमा त फेमस छ नि होइन? मणिपाल हस्पिटलमा यहाँ पहिला एकदम फेमस हस्पिटल हो नि त होइन? मणिपाल हस्पिटल, अनि गण्डकी हस्पिटल त्यता, अनि अर्को फेरि त्यो बिमाबाडाको हुने यहाँ पृथ्वी चोकनिर छ। अनि अरू छुट्टै हस्पिटल त कति छन्, कति अब त्यस्ता फेवा सिटी छ होइन? अरू मलाई झ्याप्पा, अनि फेवा सिटी भयो, मेट्रो सिटी, फेवा सिटी होइन? अरू त्यस्ता कति छन्, कति अब अहिले चाहिँ मलाई झ्याप्पा नाम आएन, एउटा दुईवटा मात्रै कण्ठ थियो। सम्झेर हेर्ने हो भने त अब कति छुटे हस्पिटल त धेरै छन्। अनि घाँसहरू पनि यहाँ कस्तो लामो लामो पलाइसकेछ आजभोलि। अब एक लट पानी चाहिँ मजाले दिनदिनै परिरहेको थोरै धेरै। अब छोरै अब घाँसहरू पलाउने यताउति होइन? अब खेतको नेपालमा के काम हुन्छ? अब खेतको मकै खन्ने होइन? खेतको मकै खन्ने, बारीको मकै खन्ने, त्यस्तै काम हो अब होइन? अब कोदाको बिउ छर्ने बेला हुन लाग्यो होइन? कोदो अब ठाउँ अनुसार हुन्छ, कहिले कता अलि ढिलो रोप्छन्, कता छिटो रोप्छन् होइन? अब अलि पहाडतिर चिसो ठाउँतिर अलि ढिलो छिटो रोपेर हो कि के हो, त्यो आफ्नो आफ्नो ठाउँ अनुसार होला होइन? अलिक ढिलो फल्छ, थोरै फल्छ चिसो ठाउँमा, त्यही हो मैले जानेको चाहिँ होइन? डोल्पातिर होइन? रुकुम रोल्पा अलिक चिसो ठाउँहरू हुन् नि त। अनि गोर्खाको भच्चेक, बारपाक होइन? आरुघाट, छेकाम्पार, लार्पा, सिर्दीबास होइन? ती जमाना घुमेका ठाउँहरू त्यतातिर घुमेको छु म गोर्खाको होइन? अनि रुकुम पनि घुमिया होइन? रुकुमकोट गइए, अनि उता त्यो शेर्पु दह गइए होइन? रुकुमको, अनि डोल्पाको दुनै गइया छ है? घुम्न त घुमे त्यतिखेर। अब भिडियो सिडियो बनाइन्थेन। अब त्यो भिडियो सिडियो बनाएको भए प्रमाण हुन्थ्यो। अहिले त्यतिखेर भिडियो बनाइएन, अनि प्रमाण भएन होइन? अब रुकुम गइयो, डोल्पा गइयो, जाजरकोट गइयो होइन? त्यतिखेर कन्सेप्ट आएन। अब त्यतातिर कस्तो थियो भने, अब यो टावर त बल्ल बल्ल टिप्थ्यो यो नेपाल टेलिकमको, अनि यो वाइफाई साइफाई कमै थियो। अनि आजभोलि त वाइफाईहरू अलि उ भयो, अनि अलि उ भयो, अनि त्यही सेक्टरतिर बसियो होइन? अनि एउटा 500 रुपियाँको 5वटा नुनको पोका मैले किनेको देखेको। नुन त्यस्तो महँगो थियो त्यहाँ। अहिले त अब गाडी गएर सस्तो भयो होला, नत्र खचरलाई ढुवानी गरेर यताउति गरेर गर्दाखेरि एक पोका नुनलाई ठ्याक्कै 100 रुपियाँ पर्ने। अब यतातिर कति छ आजभोलि? 20 रुपियाँ कि कति छ होला होइन? त्यही बराबर होला, 15-20 रुपियाँ त्यस्तै कति होला होइन? नत्र त्यो डोल्पामा कति वर्ष अगाडि हो, 5-6 वर्ष अगाडि जस्तो लाग्छ मलाई, एक पोका नुनलाई 100 रुपियाँ पर्ने रहेछ। अनि चाउचाउ, अब यता चाउचाउको मूल्य कति? त्यस्तै 20 रुपियाँ होइन? एउटा चाउचाउको मूल्य कति? 20 रुपियाँ। डोल्पामा चाउचाउ खाएको, पकाएर खाएको ठ्याक्कै 150 रुपियाँ। अब त्यो ढुवानी खर्च गर्न पर्यो, अनि यता पकाउनेको चार्ज कटाउनु पर्यो होइन? अन्त अन्डा चाउचाउ खायो भने त ठ्याक्कै 300-350 जस्तो सायद पर्न जाने रहेछ होइन? सायद अन्डा पनि के हुन्थ्यो यार? अब त त्यत्रो 7 दिन जति हिँडाएर बोकाएर लानुपर्छ सामान सुर्खेतबाट डोल्पा। पहिला त्यस्तो थियो। आजभोलि त अब पुलहरू बनिसकेका, मध्य पहाडी लोकमार्ग यता पोखराबाट होइन? यता रुकुमकोट हुँदै जान्छ, अनि डोल्पातिर पनि त्यता गयो होला, कुन बाटोहरू टन्नै खुल्या छ। नत्र पहिला चाहिँ धेरै गाह्रो थियो त्यो हामी बस्ने उसमा
त्यस्तो बेलामा धेरै गाह्रो थियो। अब हामी घर आउँदाखेरि हामी चाहिँ के गर्थ्यौँ भने हिँडेर 2-3 दिनको बाटो हिँडेर हामी सुर्खेत जान्थ्यौँ। सुर्खेतबाट नाइट चढेर अनि हामी यता पोखरा आउँथ्यौँ होइन। घर आइन्थ्यो यता पोखरा हुँदै अन्त अन्य यता ठाउँमा गइन्थ्यो, आफ्नो आफ्नो लोकेसनमा गइन्थ्यो होइन। त्यस्तो हो। अनि यस्तो तरकारीहरू चाहिँ व्यापकै हुन्छ। टमाटरहरू यस्तो अब टमाटरको सिजन हुन लाग्यो डोल्पातिर। बिरालो आएर चाहिँ झस्कायो बाघ जस्तो देखिन्छ एकान्त ठाउँमा बोलेर बसेको, झ्याप्पै बिरालो आइरहेको। बाघै हो कि भन्नुपर्ने, एकान्त ठाउँमा बोलेर बसेको बाघै हो कि भन्नुपर्ने है। त्यही हो जिन्दगीको भोगाइ। आज पानी चाहिँ पर्ला जस्तो छ, कालो बादल आइरहेछ गाइज। कहाँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नु होला, भिडियो राम्रो नराम्रो जस्तो हुन्छ होइन। के छ यसो कस्तो छ। म चाहिँ अहिले ठ्याक्कै यस्तै छु। म चाहिँ आज होइन यसो माथि अब टुट्टीतिर चढौँ, एक्सर्साइज नि हुन्छ, पसिना बग्छ। घरमै कति सुतेर बस्ने भने टाइपले यसो डाँडातिर उक्लेको। त्यही मौकामा आज यसो होइन म मेथलाङ आइपुगेको छु। त्यही हो। सबैजनालाई नमस्ते, बाबाई। आफ्नो घर परिवारको ख्याल गर्नु होला। सबैजनामा नमस्ते। यो पुरै रक गार्डन के अरे रक गार्डन रेस्टुरेन्ट र कारहरू हिँडिरहेको रक गार्डन रेस्टुरेन्ट हो। रक गार्डन रेस्टुरेन्ट। हेलो एभ्रिवान, सबैजनामा नमस्ते। वेलकम टु माई न्यू भिडियो गाइज। न्यू डे न्यू भिडियो गाइज। म चाहिँ अहिले यो मेथलाङ गाउँमा आइसकेको छु। मेथलाङ गाउँमा आएको म चाहिँ लेक साइड भन्दा यतापट्टि वनको बाटो हुँदै 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 आएको। यो रक गार्डन रेस्टुरेन्ट, त्यो रक गार्डन रेस्टुरेन्ट हो। अनि यो मेथलाङ, त्यो मेथलाङ हो। अनि यहाँका चाहिँ पछाडि खाजा रेस्टुरेन्टहरू, यो खाजा रेस्टुरेन्ट यहाँ तलको। अनि यो डाँडामा चाहिँ एकदम आज चाहिँ अलि मौसम शीतल छ, पानी पर्ला जस्तो छ आकाश चाहिँ। यो चट्टान चाहिँ कहिलेको चट्टान होला। यो पुरै सिमेन्टी जस्तो जमेछ कि यो पुरै चट्टान त्यस्तै हो। यो डाँडै त्यस्तै हो। यो पुरा डाँडा त्यस्तै हो। यो लभली हिल, यो लभली हिल तलको बाटो भयो। तल्लो अर्को बाटो पनि छ। अनि त्यो हाउजिङको घर हो। यस्तै छ, राम्रो छ। यतापट्टि होटेल हो, यहाँ महादेवको मन्दिर छ। हेलो एभ्रिवान, नमस्ते। यो पनि तलको बाटो हो। यसै घर हो, त्यता निस्किने बाटो।
ल नमस्ते सबैजनामा। पानी पर्ला पर्ला जस्तो भइरह। नमस्ते सबैजनामा। गाइज यो यहाँ पनि यो गाउँ हो एउटा, यहाँ यस्तो गाउँ छ। पानी पर्ला जस्तो भइरह। पानी पर्ला पर्न त अब यो मेथलाङ गाउँ हो। यहाँबाट व्हाइट गुम्बा देखिरह। कता हो व्हाइट गुम्बा? हो व्हाइट गुम्बा देखिरह।